हेलो दर्शकबिन नमस्ते। हाम्रो एसएम बाबु युट्युब च्यानलमा हामी आज फेरि एउटा अन्डा राइस बनाउँदैछौँ। त्यसरी हेर्न सक्नुहुन्छ हामीले तेल हालिरहेका छौँ अन्डा राइसमा। यसरी हामीले अन्डा राइसमा यो अन्डा हालिरहेका छौँ, अन्डा राइस बनाउँछौँ। यो चाहिँ हेर्न सक्नुहुन्छ हजुरले कसरी यो राइस अन्डा राइसलाई यो अदुवा लसुन, यो प्याज, क्याप्सिकम, यो गन्दाहरू त्यसरी हामीले हालेर मजाले भुट्छौँ। पहिला राइस सोयाबिन मिक्स बनाउँछौँ, अन्डा छ है सोयाबिन मिक्स त्यसरी हेर्न सक्नुहुन्छ हजुरहरूले। यो फाइनली हामी राइस सोयाबिन हालिसकेका छौँ। यो नुन, टेस्टी मसला, चिकन मसला, यो हाम्रो सोया सस, यो चिल्ली सस, यो हाम्रो सोया सस, चटनी हो, यो हाम्रो चिकन चटनी त्यसरी हेर्न सक्नुहुन्छ हजुरहरूले। मजाले भुट्नु फ्राई गर्नु 5-10 मिनट हेर्न सक्नुहुन्छ। यो हाम्रो अन्डा राइस मिक्स बनाउँदैछ। हाम्रो रेडी भएको अवस्था हेर्न सक्नुहुन्छ। यो धनिया हो, त्यसरी धनिया हाल्छौँ अन्डा राइसमा। यो हाम्रो चिकन मोमो छ, राइस सोयाबिन मिक्स रेडी भइसक्यो अन्डा हालेर हजुरहरूले। यो हाम्रो राइस सोयाबिन मिक्स बस्छ छ ओपन फायर फुड चाइनिज खाजाघर 12 नम्बर छोटोमा पाउँछ। यो हाम्रो अन्डा राइस अनि मिक्स रेडी भइसकेको अवस्था छ दर्शकबिन, त्यसरी हेर्न सक्नुहुन्छ। यो हाम्रो ललिपप, अन्डा राइस, सोयाबिन मिक्स, यो मिनरल वाटर त्यसरी हेर्न सक्नुहुन्छ हजुरहरूले। सुर्खेत बस पार्कको 12 नम्बर छोटोमा पाउँछ। यो हाम्रो नास्ता पसल हेर्न सक्नुहुन्छ सुर्खेत बस पार्कभित्र दर्शकबिन। सुर्खेत बस पार्कको दृश्य हेर्न सक्नुहुन्छ। यस्तो छ अहिलेको अवस्था दर्शकबिन। यो सुर्खेत बस पार्कको यस्तो अवस्था छ हेर्न सक्नुहुन्छ हजुरहरूले दृश्य। यो